सबैजनालाई नमस्ते। न्यूज सेसनको एपिसोड 2 मा हजुरहरूलाई स्वागत छ। एपिसोड 2 मा आज म कुरा गर्नेछु सम्पूर्ण जापानिजहरूको दिमागमा गडेर बसेको एउटा सोच, एउटा शब्द जसलाई मोत्ताइनाई भनेर भनिन्छ। जुन शब्दको युज आफ्नो जीवनमा गरेर सम्पूर्ण जापानिजहरूले ठुलो उपलब्धि गर्नुभएको छ। जापानमा भएका सम्पूर्ण नेपालीहरूले त मोत्ताइनाईको अर्थ बुझ्नु नि भएको छ र उहाँहरूले आफ्नो जीवनमा पनि युज गर्नुभएको छ होला। र आज म यो भिडियो हेर्नुहुने सम्पूर्ण महानुभावहरूलाई यसको अर्थ सिकाउँछु र हजुरले यसको फलो चाहिँ आफ्नो जीवनमा युज गर्नु होला है। मोत्ताइनाई भनेको चाहिँ यसको अर्थ हुन्छ अझै प्रयोग गर्न सकिने वस्तु, समय वा पैसालाई कहिल्यै खेर नफाल्नु भन्ने अर्थ हुन्छ है। जापानिजहरू केमा विश्वास गर्छन् भनेपछि थोरै थोरै सानो सानो बचत र समयको सही प्रयोग गरी जिन्दगीमा ठुलो उपलब्धि गर्न सकिन्छ भन्ने कुरामा चाहिँ जापानिजहरू विश्वास गर्छन्। र यो मोत्ताइनाईभित्र के पर्छ ल, यसलाई कसरी प्रयोग गर्ने त भनेर सोच्नु भएको छ भनेपछि मैले यसलाई चाहिँ 4वटा भागमा विभाजन गरेको छु। पहिलोमा चाहिँ अझै प्रयोग गर्न सकिने लुगा भयो हैन। त्यसपछि आएर घरका सामान, सरसामान धेरै हुन्छ नि त। तपाईको अब फ्रिजहरू हुनसक्छ, घरमा भएको अब भाँडाहरू हुनसक्छ, तिनीहरू चाहिँ प्रयोग गर्न मिल्नेसम्म चाहिँ प्रयोग गर्नुहोस् है भनेर भन्ने अर्थ लाग्छ के। अब लुगा चाहिँ 4-5 वर्ष अगाडि किनेको त्यो त पुरानो भयो, नयाँ किन भन्ने हुन्छ नि, त्यो नगर्नुहोस् भनेको। यसलाई प्रयोग गर्न मिल्नेसम्म मजाले प्रयोग गर्नुहोस् भन्ने चाहिँ अर्थ यसमा आउँछ है। अर्को 2 नम्बरमा भयो खाना। खाना आफूलाई खाना हुन्छ नि, हामीलाई खाना हाल्ने 1 थाल हाल्ने, त्यसपछि थोरै 80% खाएपछि फाल्ने बानी हुन्छ, त्यो चाहिँ नगर्नुहोस् है भन्ने कुरा चाहिँ जापानिजहरूको यो मोत्ताइनाई शब्दले सिकाउँछ। जापानिजहरूले कहिले पनि खाना फाल्दैनन् के, आवश्यक पर्ने खाना मात्र हाल्नुहोस् र खानुहोस् र कहिले पनि नफाल्नुहोस् भन्ने चाहिँ यो मोत्ताइनाईले सिकाउँछ है। 2 नम्बर भयो। 3 नम्बर भनेको चाहिँ हजुरहरूले कुनै सामान किन्न जानुहुन्छ नि हैन, कुनै सामान किन्न जानुहुन्छ, त्यो किन्नुभन्दा अगाडि यो मलाई इम्पोर्टेन्ट आवश्यक छ कि छैन भनेर 100 चोटि सोच्नुहोस् के। 100 चोटि सोचेर मात्र किन्नुहोस्, ताकि त्यो किनिहाल्नुहुन्छ, भोलि पर्सि 1-2 दिन युज गरेर त्यसपछि कहिले पनि युज गर्नु हुँदैन। त्यस्तो चाहिँ कहिले नगर्नुहोस् भनेर चाहिँ यो मोत्ताइनाई शब्दले सिकाउँछ है। अर्को भनेको चाहिँ लास्ट पोइन्ट, 4 पोइन्ट हैन, 4 लास्टमा समय र पैसाको बचत गर्ने बानी हैन। यसलाई कसरी भने समयलाई आफू कुनै समय खाली भयो भने कहिले पनि खाली भएर मोबाइलै चलाउँदै बस्दै नगर्नुहोस् के। त्यसलाई चाहिँ मोबाइलमा भयो भने त कुनै अब राम्रो चिजहरू सिक्नुहोस्, घरमा कुनै काम गर्नुहोस्, बुक पढ्नुहोस् र समयलाई सही सदुपयोग गर्नुहोस् भन्ने कुरा पनि सिकाउने भयो। त्यसपछि अब पैसाको बचत भनेको त अब हजुरले पैसा बचतको बारे योभन्दा अघिल्लोको खाके बानी खाके बो पनि हेर्नुभएको थियो होला हैन। पैसा बचत भनेको चाहिँ हाम्रो स्पेशल के हुन्छ भनेपछि यो मोत्ताइनाईको लाई जोडेर गर्दा चाहिँ हजुरहरू यहाँ आफ्नो घरबाट 10-15 मिनेटको ठाउँमा जाँदै हुनुहुन्छ हैन। त्यसमा के गर्नुहुन्छ भने धेरैले के गर्नुहुन्छ, ट्याक्सीमा जानुहुन्छ, गाडीमा जानुहुन्छ, पैसा खर्च भयो नि त। त्यहाँ त हिँडेर जान सकिन्थ्यो होला नि त। हिँडेर जान सकिने ठाउँमा गाडीको ट्याक्सीको प्रयोग गर्नुहुन्छ, त्यो पैसा त मोत्ताइनाई भयो, त्यो अनावश्यक खर्च भयो नि त। त्यो अनावश्यक खर्च कम हुन्थ्यो तपाईँ हिँडेर जानुभएको भए। ल महिनामा 4 चोटि चाहिँ त्यो ठाउँमा जाँदै हुनुहुन्छ, महिनामा 4 चोटि चाहिँ तपाईँले चाहिँ ट्याक्सीमा जानुहुन्छ भनेपछि खर्च कति भयो हिसाब आफै गर्नुहोस् र ताकि 15 मिनट हिँडेर त्यहाँ पुगिन्थ्यो भनेपछि हिँडेर जाने बानी गर्नुहोस् भनेर चाहिँ यो मोत्ताइनाई शब्दले सिकाउँछ। आज मैले यो मोत्ताइनाईको 4वटा भागमा विभाजन गरेको कुराहरू हजुरले आफै मैले गरेछु छैन भनेर सोच्नुहोस् र यो मोत्ताइनाई शब्द आफ्नो जीवनमा लागू गर्नुहोस् र आफन्तहरूलाई पनि सिकाउनुहोस् है। सिकाएपछि 6 महिनासम्म चाहिँ यो मोत्ताइनाई शब्दको युज आफ्नो लाइफमा गर्नुहोस् र हजुरले ठुलो उपलब्धि गर्न सक्नुहुन्छ। सी यू नेक्स्ट टाइम, बाइ बाइ।